82 साल वैशाखको 1 गते पनि मैले तपाईँसँग भेट्ने मौका पाएको थिएँ। मलाई लागेको थियो यो वर्ष एकदमै दामी जान्छ भनेर र गइ पनि रहेछ। फेरि आउने मौका पायो। धेरै धेरै धन्यवाद छ आयोजक टिमलाई, स्टेजमा आसन ग्रहण गरिरहनु भएका सम्पूर्ण अतिथिज्यूहरू। एक एकजनाको नाम लिन सक्दिनँ म, माफ गर्नु होला। सबैजनालाई सम्मान व्यक्त गर्न चाहन्छु। अनि नेपालको अत्यन्तै मल्टी ट्यालेन्टेड ब्युटिफुल होस्ट सिङ्गर मन्जु पौडेललाई धेरै धेरै माया छ। अनि मेरो धेरै पुरानो साथी, तपाईँहरूको भाइ छोरा, तपाईँहरूको आइडल, तपाईँहरूको इन्सपिरेसन, हाम्रो रोइलाको किङ भन्न चाहन्छु म, शिरीष देवकोटासँग धेरै वर्षपछि स्टेज सेयर गर्ने मौका मिलेको छ। मलाई एकदमै खुसी लागिरहेको छ। शिरीष चाहिँ अलिकति मसँग रिसाएको छ, ठुस्स परेको छ, किनकि हाम्रो स्ट्रगल टाइम पनि सँगसँगै हो है। त्यति बेला शिरीषले मेरो एउटा गीत गाएको थियो, दुईजनाको ड्रिम थियो हामी पनि गायक गायिका बन्छौँ होला टाइपको। शिरीष चाहिँ हिट थियो, म चाहिँ त्यति बेला भर्खर सुरु गर्दै थिएँ। अनि मैले एउटा गीतलाई गाउनु भनेर गाएको भरे कम्पनीको मान्छेले कहाँ शिरीष देवकोटाको राजु परिवारको चल्छ भनेपछि मैले त्यसको भोकल हटाइदिएको थिएँ होइन। अब के गर्नु, अब आदत छि मजबुर है। आज मात्रै थाहा भयो ज्योति मगरहरू शिरीष देवकोटाहरू पनि चल्दो रहेछ। राजु परिवार देवी घरती विष्णु माझी मात्रै नभए पनि हुँदो रहेछ भन्ने कुरा आज महसुस हुन्छ। त्यसैले गर्दाखेरि म आज चाहिँ मैले यो कुरा सेयर गरेँ तपाईँहरूलाई। र धेरै नबोलिकन तपाईँहरूकै भाइ छोरा, तपाईँहरूकै लेजेन्ड सिङ्गर बद्री पङ्गेनीज्यूसँग पनि मैले यसपालि सहकारी गर्ने मौका पाएको छु। र एकदमै यो सहकारीले धेरै रङ पनि लागेको छ। लक्कीली बद्री दाइसँग हामीले सुर्खेत बुलबुले जाम्ला भन्ने झ्याउरे गीत अब पनि एकदम हिट छ। र फेरि अहिलेको सेकेन्ड सहकार्य झापै तपाईँले एकदम मन पराइदिनु भएको छ। म यही गीतबाट सुरु गर्न चाहन्छु। बद्री पङ्गेनीलाई स्टेजबाट सम्मान व्यक्त गर्न चाहन्छु, थ्याङ्क्स गिभिङ गर्न चाहन्छु र तपाईँ सँगसँगै गाउन चाहन्छु।